हेलो साथीहरू, नमस्ते। मेरो युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। र यो भोलि एउटा आइपिओ खोल्दैछ। त्यो कम्पनीको नाम रहेछ एभरेस्ट कलर। यो कम्पनी धेरै राम्रो रहेछ नेपालको। यो कम्पनीको बारेमा तपाईँहरूलाई केही जानकारी दिन चाहन्छु। यो जेठ 22 2083 र अङ्ग्रेजी तारिक जुन 5 2026 भन्नाले भोलि यो आइपिओ खुल्दैछ क्या। र अर्को कुरा, यो बन्द हुने मिति जेठ 27 2083 र अङ्ग्रेजी तारिक जुन 10 2026 को यो आइपिओ बन्द भइहाल्छ। यसको कुल किता सर्वसाधारणका लागि 6,55,700 किता निष्कासन गरिएको छ होइन। त्यो तपाईँहरूलाई यसमा तपाईँहरू अप्लाई गर्नु बाई चान्स लक हुन्छ जसको त्यसको त पर्छ नै होइन। यसको प्रति किताको मूल्य 100 रुपियाँ रहेको छ। र यसको न्यूनतम आवेदन भन्नाले कम्तीमा तपाईँहरूले 10 किता न्यूनतममा भर्न मिल्छ र बढीमा तपाईँहरूलाई 10,000 किता भर्न मिल्छ। तर यो के हुन्छ कि तपाईँहरूले मिनिमम 10 किता नै भर्दाखेरि राम्रो हुन्छ, बढी भर्दाखेरि पर्ने चान्स कम हुन्छ। र बिक्री प्रबन्धक जुन छ मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यो जुन कम्पनी छ एभरेस्ट कलर जुन छ यो म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ क्षेत्र अन्तर्गत पर्दछ। भन्नाले यो पेन्ट हुन्छ नि, घरहरूको जुन पेन्ट हुन्छ त्यो पेन्टको म्यानुफ्याक्चरिङ कम्पनी रहेछ। राम्रै कम्पनी छ, पेन्टको लागि कलरफुल कम्पनी रहेको छ। कम्पनीको मुख्य कार्यालय भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका वार्ड नम्बर 1 कौशल टारमा रहेको छ। कारखाना म्यानुफ्याक्चरिङ प्लान्ट जुन यसको कम्पनीको प्लान्ट कहाँ रहेछ, कम्पनीको मुख्य उत्पादन कारखाना चितवन जिल्ला खैरवनी नगरपालिका 03 रहेको छ। र शाखा कार्यालय, यसको एउटा शाखा कार्यालय मोरङ जिल्ला र विराटनगर महानगरपालिका 03 जमुनागाछी एतबारे चौकमा पनि रहेको छ। यसको रेटिङ हेर्दाखेरि यो यसलाई डबल बी रेटिङ दिएको छ। यो तपाईँलाई मध्यम जोखिम मोनिटरी रिस्क रहेको देखाउँछ।